हाम्रो ब्रदरको चाहिँ आज लगभग 2.5 घन्टाको रोड टेस्ट आएको छौँ होइन। 2.5 घन्टा भनेको कम हो त, अब लगभग 2 घन्टा 15 मिनट कति समथिङ त्यस्तै होला। फर्स्ट दिन होइन आज, फर्स्ट दिन 2 घन्टा 15 मिनट। ओ माई नेक्स्ट लेभल चाहिँ छ। अब सुरु दिनमा अलिकति नर्भस हुनु भएको छ, नर्भसलाई साइड लगाएर आज चाहिँ एकदम राम्रो तरिकाले चाहिँ सिक्छौँ। बिस्तारै हिँड्ने ल, थोरै राइट साइड काट्ने, हर्न बजाउने, थोरै राइट काटौँ, बिस्तारै जाने, आफ्नो लेन नछोड्ने, स्लोली जाने, नडराउने, स्लोली जाने। फर्स्ट दिनमा आज कस्तो लागिरहेको आज रोडमा चलाउँदाखेरि, त्यही पनि लगभग 4-5 महिनापछि होइन रोड टेस्ट। 5 महिनापछि पास भएर त्यसपछि चाहिँ ग्याप चाहिँ 5 महिनापछि आउनु भएको छ आज। तर ठिकै छ भनौँ, अब नर्भस पनि हुँदैछ, बिस्तारै त्यो नर्भस चाहिँ घट्छ। अनि 5 महिनापछि आउँदाखेरि एकैचोटि गाडी समात्दाखेरि त्यही माथि रोडमा कस्तो एक्सपिरियन्स भयो तपाईँले सेयर गर्नु ल। कस्तो नर्भसनेस चाहिँ हुने रहेछ फर्स्टमा, तर जस यहाँ हजुरहरूले गाइड गरेपछि चाहिँ अलिकति त्यो कम्फर्टेबल, त्यो डर चाहिँ हट्दै जाने रहेछ। त्यही कारण चाहिँ थ्याङ्क यू सो मच यो केडिएस ड्राइभिङको सबै मेम्बरहरूलाई। हजुरहरू पनि आउनु होला, धेरै राम्रो छ यहाँको गाइडिङहरूदेखि लिएर सबै कुराहरू एकदमै वाउ छ। थ्याङ्क यू सो मच। उहाँको पनि अब हाम्रै केडिएसबाट चाहिँ पास भएर हाम्रोबाट लाइसेन्स निकालेर अब अहिले रोड टेस्टमा आउनु भएको छ। म आज चाहिँ उहाँलाई रोडमा कसरी चलाउने भन्ने कुराको ज्ञानहरू दिइरहेको छु। अब आज लगभग फर्स्ट दिन भयो। फर्स्ट दिनमै लगभग 2 घन्टा 15 मिनट हान्दै हुनुहुन्छ। अब 8 दिनको लिनु भएको छ होइन। अब हामीले लेफ्ट साइडको साइड लाइट बालौँ, स्पिड कम गर्ने थोरै पहिला, ब्रेक लिने। ओके, डु नट प्यानिक वेन यु आर ड्राइभिङ द कार। ल बिस्तारै जाउँ, यति जाने, बिस्तारै आफ्नो लेन चाहिँ नछोड्ने ल, आफ्नो लेन चाहिँ कभर गरिरहनु हिँड्ने, मजाले जाउँ, यत्तिकै आफ्नो लेन नछोड्ने। आफ्नो लेन नछोड्यो भने उनीहरू आफ्नो साइडमा जान्छ होइन। अहिले चाहिँ कतिको डर कम भएको छ कि त्यही छ। यो स्टार्टिङमा चाहिँ अलिक नर्भस फिल भइरहेको थियो, अहिले चाहिँ यो प्र्याक्टिस गर्दै जाँदाखेरि हजुरहरूले गाइड गर्दाखेरि चाहिँ अलिकति त्यो डर चाहिँ कम भएको छ। स्लो गर्ने, क्लच दिने, ब्रेक हान्ने, क्लच फुल, ब्रेक। अब हाम्रो चाहिँ ट्याक लगाएर बसहरू चाहिँ कटिङ हुँदैछ। माथिने हामीले यसरी रोड दिने। अब जाउँ, थोरै एक्सिलेटर दिने पहिला सुरु, हल्का क्लच। अब यसरी अगाडि गाडी रोक्यो भने नि प्यानिक नहुने है, मजाले जाने, बिस्तारै थोरै राइट काट्ने, राइट, थोरै राइट काट्ने, थोरै एक्सिलेटर दिने हल्का। क्लच चाहिँ त्यही राख्ने है। अहिले भर्खर सिक्दाखेरि चाहिँ हामीले क्लचको खुट्टामा चाहिँ हट्नु भएन। अब पछि सिक्दै गइसकेपछि चाहिँ बानी पर्दै गइसक्यो। अब स्लो गर्ने, बानी परिसकेपछि क्लच चाहिँ युज नगर्ने। अब अहिले भर्खर सिक्दैछौँ हामीहरू, त्यस कारणले चाहिँ कन्ट्रोलिङ गर्न सजिलो होस् भने हर्न बजाउने। यस्तो दो बाटो एरियामा पनि एकदम स्लो चलाउनु पऱ्यो, दायाँ बायाँ हेर्ने। जेब्रा क्रसिङहरूमा एकदम स्लोली चलाउनु पऱ्यो, बाटो काट्नेलाई काट्न दिनु पऱ्यो। दामी छ। हाम्रो लगभग कति 2 घन्टा 15 मिनट भनेको। थोरै एक्सिलेटर दिने, हल्का राइट, हर्न बजाउने, थोरै राइट काट्ने,
जाउँ जाउँ बिस्तारै रेस्ट दिँदै जाने 2 घन्टा 15 मिनट आज रोड टेस्ट फर्स्ट दिन होइन हजुर मान्छे चाहिँ कडै हो होइन फर्स्ट दिनमै 2 घन्टा 15 मिनट भनेको त हो माई गड बिस्तारै जाने अब यस्तो मान्छेहरू छ भने आफू चाहिँ आफ्नो साइडमा भन्दा पनि अब अलिकति लेन चेन्ज गर्ने हर्न बजाएर बरु सचेत बनाएर आफूहरू चाहिँ एकदम लेन चेन्ज गरिदिनु पर्यो बिस्तारै आफ्नो लेनमा आउने स्लोली स्लोली जाने जताततै गरियो हाम्रो बन्सीपाटी एरिया मैले रोड टेस्ट ल्याउँछु गाडी बाइकहरू पछाडिबाट आएको छ जहिले पनि हामीले बाटो काट्दाखेरि साइड लाइटहरू ल अनिवार्य युज गर्ने अब राइट जानु छ भने राइट साइड युज गर्ने होइन लेफ्ट साइड जानु छ भने लेफ्ट साइड अनि बाटो काट्दाखेरि मिरर हेर्नु पर्यो है राइट साइडको मिरर हेर्ने अगाडि हेर्ने अब एकछिन लौनु उताबाट बाइकहरू आउँदैछ अब एकछिन बरु धैर्य राख्ने भर सिक्दै हुनुहुन्छ होइन एकछिन बरु धैर्य राखेर चाहिँ जाने हामीले रोडमा चलाउँदाखेरि जहिले पनि अनिवार्य नियम पालना गरेर नियमसहित चलाउनु पर्यो लाइनमा पहिला थोरै दिने एस्केलेटर हल्का क्लच उठाउने थोरै अब हामीले जहिले पनि स्टियरिङ घुमाउँदाखेरि थोरै एस्केलेटर कम गर्ने है अब खोल्दै जानु स्टियरिङ 2 राउन्ड हो एस्केलेटर नदिनु अहिले है कम गर्ने किनभने चाहिँ हामीले भर सिक्दाखेरि चाहिँ तपाईँले एस्केलेटर कन्टिन्यू दिनुभयो भने स्टियरिङ तुरुन्त फिर्ता ल्याउनलाई तपाईँलाई गाह्रो हुन्छ कन्ट्रोलिङ हुँदैन गाडी अलिकति एक्सिडेन्ट हुने सम्भावना धेरै हुन्छ त्यसै कारणले चाहिँ हामीले जहिले पनि बाटो काट्दाखेरि स्टियरिङ घुमाउँदाखेरि चाहिँ एकदम स्लोली जानु पर्यो अब यो अगाडि गाडी छ भने पहिला थोरै हर्न दिने अब आफ्नो साइडबाट जाने राइट काट्ने बिस्तारै जाने अब लेफ्ट साइडकै लेनमा आउने हामी जहिले पनि हामीले भर सिक्दाखेरि चलाउने भनेको लेफ्ट साइडकै लेनमा लेफ्ट साइडको लेन भनेको स्लो लेन हो हामीले आफ्नो स्लो लेनमा मजाले नापेर एकदम स्लोली चलाउने है अब यस्तो बाइकहरू छ भने अब आफू थोरै राइट काट्ने एकदम नातिने आरामले डराउनु पर्दैन मैले गाइड गरिहाल्छु अब थोरै राइट काट्दै जाने एकदम स्लोली नडराउने मजाले जाने स्लोली जाने स्लोली हल्का एस्केलेटर दिने एकैचोटि एस्केलेटर थिच्यो भने थिचै नगर्ने एस्केलेटर छोड्यो भने छोडै नगर्ने क्या है एकदम स्लोली जाने बिस्तारै जाने नाप्थेन अब म तपाईँलाई चाहिँ भोलि अब 2 गियर हाल्न सिकाउँछु होइन 2 गियर हाल्न सिकाइसकेपछि बिस्तारै गियर डाउन अफ गर्ने तरिकाहरू पनि सिकाउँछु त्यसपछि चाहिँ ल 8-9 दिनमा चाहिँ पर्फेक्ट बनाइदिन्छु म जे होस् मजाले गाडी हिँडाउनेसम्मको बनाउने जिम्मा मेरो है त तपाईँले कति 8 दिनको लिनुभएको हजुर 8 दिनको लिनुभएको अब 8 दिनसम्म हेरौँ होइन 8 दिनसम्म चाहिँ ल है म अब रोडमा लान सक्छु भन्ने टाइपको सम्म भयो भने नबढाउने अगाडि होइन अब भएन अलिक त कन्फिडेन्स आएन मलाई भन्ने टाइपको भयो चाहिँ बरु 1-2 दिन पछि थप्ने है अब एस्केलेटर छोड्ने क्लच नलिने है ब्रेक मात्रै अब यस्तो ओह्रालोमा चाहिँ हामीले कहिल्यै पनि क्लच लिएर ब्रेक चाहिँ नहान्ने सबैजनाले हेर्नुभएको सम्पूर्ण दर्शकहरूलाई चाहिँ के भन्न चाहन्छु भने हामीले यस्तो ओह्रालोहरूमा चाहिँ कहिल्यै पनि चाहिँ क्लच लिएर ब्रेक हान्नु हुँदैन किनभने चाहिँ
क्लच लिएर ब्रेक हान्दै जानुभयो भने एउटा कुरा भर सिक्दाखेरि चाहिँ अनकन्ट्रोल हुँदैन। क्लच लियो भने गाडी न्युट्रलमा जान्छ, स्पिड भाग्छ, अनि अलिकति होल्डलेस भएर चाहिँ तपाईँले ब्रेक हान्दै कन्ट्रोल हुँदैन। अनि अर्को कुरा के हुन्छ भने चाहिँ क्लच प्लेट घिर्सिरहेको हुन्छ, क्लच प्लेट छिटो खिइने सम्भावना हुन्छ, क्लच प्लेटको आयु घट्छ, अनि ब्रेक प्याडमा पनि असर गर्छ। त्यसैले अब क्लच नलिएर ब्रेक मात्रै युज गऱ्यो भने के फाइदा हुन्छ? अर्को एउटा एक इन्जिन ब्रेक थोरै लागिरहेको हुन्छ। अर्को कुरा के हुन्छ भने चाहिँ तपाईँको चाहिँ ब्रेक मात्रै युज गऱ्यो भने इन्जिन ब्रेक लागिरहेको हुन्छ। अर्को कुरा के हुन्छ, ब्रेक प्याडलाई धेरै असर पर्दैन। थोरै राइट काट्ने, यो जेब्रा क्रसिङहरूमा पनि एकदम स्लोली चलाउनु पऱ्यो हामीले। जेब्रा क्रसिङमा चाहिँ बाटोहरू दिनु पऱ्यो, ब्रेकमै खुट्टा राख्ने, हर्न बजाउने। तपाईँलाई चाहिँ म यसको साइनहरू चाहिँ भनिदिन्छु होइन। यो साइनहरू चाहिँ के हो भने चाहिँ तपाईँको यो जुन माथिको जग्गा आकारको छ नि, हजुर, यो भनेको चाहिँ हाम्रो मोबिलको है, मोबिलको हो। यो चाहिँ ब्लिङ गऱ्यो भने चाहिँ के सम्झिनु पऱ्यो, हाम्रो मोबिलमा केही खराबी आएको छ, मोबिल सकिन लागेको छ भनेर बुझ्नु पऱ्यो। अनि यो प्लस माइनस भनेको चिन्ह देखाएको छ भने चाहिँ यसलाई के सम्झिनु पऱ्यो भने चाहिँ हाम्रो चाहिँ ब्याट्रीमा समस्या आयो भने चाहिँ हाम्रो ब्लिङ गर्छ है। ब्याट्रीमा समस्या आयो भने चाहिँ ब्लिङ गर्छ। अनि यो तलको यो जुन यो पहिलो लाइट यो छ नि तल, ब्याट्री भन्दाको तल हो, यसको चाहिँ के भने चाहिँ यो ब्लिङ गऱ्यो भने चाहिँ इन्जिनमा फल्ट आइरहेको छ भनेर बुझ्नु पऱ्यो है। अब यो गर्नुको कारण अब इन्जिनमा केही समस्या आयो, जस्तो बडी हिट भयो होइन, अरू कुनै कारणले चाहिँ के समस्या आयो भने ब्लिङ गर्छ। अब ब्लिङ गर्ने बित्तिकै के सम्झिनु पऱ्यो, मेरो गाडी चाहिँ केही समस्या छ इन्जिनमा भनेर बुझ्नु पऱ्यो। यो गोलो आकारमा चाहिँ आई आकारको चिन्ह देखाएको छ भने के सम्झिनु पऱ्यो, यो ह्यान्ड ब्रेकको है। अब यो बलिरहेको छ भने मेरो ह्यान्ड ब्रेक युज भइरहेको छ भनेर बुझ्नु पऱ्यो। अनि यो गाडीमा चाहिँ लक लागेको छ नि, यो भनेको के भने चाहिँ हाम्रो डोरहरू लक भएको छ कि छैन त्यो साइन देखाउँछ है। अब यो डोरहरू, यो सबै अगाडि पछाडिको डोरहरू चाहिँ लागेको रहन्छ, लक भएको रहन्छ भने यो पनि ब्लिङ गर्छ। अनि यो स्टेरिङ र आई आकारको छ नि, यो भनेको के हो भने चाहिँ हाम्रो चाहिँ तपाईँको चाहिँ स्टेरिङमा समस्या आएको छ भने ब्लिङ गर्छ। जस्तै स्टेरिङ हार्ड भयो भने है, स्टेरिङ अलिकति फेल भयो भने चाहिँ ब्लिङ गर्ने यसको समस्या हो है। यो चाहिँ बुझ्नु पऱ्यो, यति चाहिँ बुझ्नु पऱ्यो। अब यो